नमस्कार। अहिले हामी गुल्मी जिल्लाको मुसिकोट नगरपालिका अन्तर्गत दलुङमा छौँ र यस वखत म एकजना हाम्रो आमा वयोवृद्ध हुनुहुन्छ, एकल महिला, उहाँ एक्लै हुनुहुँदो रहेछ र उहाँको यो पौरख देखेर हामीलाई एकदमै कुरा सुन्यौँ हाम्रो आफन्तबाट र उहाँसँग केही कुरा गर्न गइरहेको छु। जन्म हजुरको 2004 साल होइन आमा? हजुरको नाम शुभ नाम के होला? नाम पवित्र हो। हजुर पवित्र सार्की। हजुर। अनि उहाँको यो उमेरमा पनि हजुरले देख्न सक्नुहुन्छ 6वटा यहाँ भैँसी र पाडापाडी गरेर 6वटा छन् अनि 2वटा गाई पनि छ भन्ने सुने होइन हजुरको? 2टा छन् कि त्यहाँ। कहाँ राख्नुहुन्छ? यहीँ बिहाएका हुन्। हजुर। बच्चा कसैलाई दिएको त पैसाले भन्नु गयो ल्याइदिएको छु भनेर उहाँ लगेर बानेको छु। हजुर। करिब 80 वर्षको उमेरमा पनि उहाँ अहिले यस्तो हृष्टपुष्ट हुनुहुन्छ, एक्लै हुनुहुन्छ होइन। साँझ बिहान आफ्नो सबै काम आफै गरिरहनु भएको छ। यो नेपालको एउटा दुर्दशा पनि भन्नुपर्छ यो उमेरमा यतिवटा भैँसी। अनि हजुरलाई यस्तै बरु भैँसी हटाउनु पऱ्यो आमा, किन यति धेरै राखिराखेको? यो सानो पाडा एउटा राँगो भैँसी पालेपछि राँगो चाहिन्छ। हजुर। कहाँ खोज्न जाने म? उमेरले पनि सकिन्न अन्त जान त सकिन्न, हिँड्न सक्दिनँ। यहाँ भएपछि त अलि ठुलो भयो भने भैँसी भयो भने त भइहाल्यो। हजुर। अनि यो कति वर्षको बिहा यो भैँसी? यो भैँसी अलि दोस्रा हो। दोस्रा भनेर ल्याएको। हजुर। अनि खाना पकाइसक्नु भयो त? 8 वर्ष भयो। अनि कतिखेर खानुहुन्छ? अहिले 11 त भइसक्यो। अब कतिखेर भोक लाग्छ सब्जी पकाउने। यो 2टा भैँसी दुहुना छन् नि, तपाईँ आफै दुहुनुहुन्छ? दुध मही घिउ आफै बनाउने खाने? बच्चाले खान्छन् दुध। ए घिउ पाउलासँगले हो र? अनि किन्न आउनन्? सबै कहाँ छन् कि छोरीले माना बारेको लोइ। हजुरको कतिजना छोराछोरी आमा? मेरो छोराछोरी हुन् 3टा छोराछोरी एक्लै हुनुहुन्छ? छोरा बुहारीहरू यहीँ नजिकै हुनुहुन्छ कि अलिक टाढा? अनि तपाईँले खर्च पानी कसरी धान्नु भयो त नि? खर्च पानी मेरो आँटीभरि छ। रासन पानी? सायद यसैलाई पौरख भन्छन्, पौरखी हातहरू यो उमेरमा। के राख्नु भयो त? कोदो मकै हो। यहाँ मेरो खेत छैन यहाँ। मधेसबाट चामल ल्याइदिए पारो ल्याइदेलान् कि नल्याइ। अनि यसो किनमेल गर्नको लागि पैसा नि? पैसा भत्ता आउँछ। ए भत्ता आउँछ। अनि यो भैँसीको पनि दुध सुध बेच्नुहुन्छ होला? बेच्दैन कि सार्की कहाँबाट कसले खान्छ र? सबै कहाँ छ। त्यही भएर त अब यस्ता हटाउनु पर्यो, धेरै नराख्नु, दुःख नगर्नु, अब ज्यानको ख्याल गर्ने हो। घरको पैसा दिन्छ भनेर घर 4 लाखमा ठेक्का दिएँ। त्यो घर यो पैसा आएनन्, त्यो पैसा भर्छु। हजुर। अहिले पनि पैसा दिनुहुन्छ त्यसको? कर्मीलाई भर्न पर्यो। भनेपछि त दुध मही हजुर आफै खानुहुन्छ, बिक्री हुन्न? ती बच्चाले खान्छन्। दुध बच्चाले खाने भए घिउ आफूले बनाउनुहुन्छ? आँगरो भन्ने नि अब पहिला मुख बङ्ग। हजुरको त सबै यिनले त अब भाषा बुझ्छन् हजुरको यिनले होइन? आँगर भन्ने नि आँगर छ। तपाईँको साथी नै अहिले त यिनी भयो क्या? साथी यिनै भए होइन, छरछिमेकी यिनै भए, सबै यिनै भए। ढुङ्गा माटा रुख बिरुवाहरू साथी भए। जाने त्यही टाढाबाट खर्चुत्ने ल्याउने गर्नुहुन्छ? मैले सिधीमिती खेताला हाल्दैन। औषधि कतिको खानुहुन्छ? त्यो कहिले बरफिन खान्छु नत्र खान्न। हजुर। भनेपछि त्यही टाउसाउ दुख्यो भने खेतरा त्यही घुँडा दुख्छ। टाउको दुखेर नि घुँडा दुखेर म हिँड्न सक्दिनँ, ठग्छन्। हजुर। मैले खुत्रु फाल्छु। भनेपछि खेतरा हाल्नु न आफै गर्ने काम। कति हलको छ हजुरको यहाँ बारी? पहिले 2 हलको थियो गरे 32 रोपानी थियो, अहिले छैन। हजुर। सबै पहिराले ल मटर बटाली खाओ। अनि यो वस्तु भाउलाई घाँस कसरी पुर्याउनु भएको छ? घाँस निर्वाह हो, त्यहाँ काट्ने। धेरै भयो क्या? धेरै भयो, गाह्रो भयो। नदिएर अब आउँछन् कि मेरो चित्त बुझेन दिएन, दुब्ला छ अचल त। पैसा अब हजुरले भनेको पैसा दिन्नन् होला होइन? 50,000मा कसले दिन्छ त्यो 60 ल्याएर? आफूले चोर्न आएछ भनेर दिन्न। घिउ मैले खान्छु, दुध पाडाले खान्छन्। यी पाडापाडी बिक्री हुन्न नि यिनीहरू? दिए त हुन्छन् कि दिन्न को। माया लाउँछ नि त सबैको। मेरो छोरी हुन्। अनि त
आँगर हो नि ऊ पाडाले आँ गर्छ यसले आँ गर्छ आमा भन्नु त आमा आगर भन्नु केही ल्याइदिनु पर्यो नि त पहिला हातमा त्यसरी कहाँ कुरा ल्याइदिनु पर्यो त्यस्तो कहाँ गर्छ नि त नि ल आँ गर्छ त्यस्तो सुकेको देखाएर के अनि कि यस्तो देखेर नि के भिन्न गर्दैन हो यो गर्छ क्या ल आँ गर त लौ आँ गर आँ गरेको छोइ आँ गर्छ हौ बुझिसक्यो नि खानेकुरा होइन भनेर बुझिसक्नु भने खानेकुरा केही दुध केही खत्रङ खुद्रुङ घिउ ल्याएर दिने हो भने बार आँ गर भन्ने हो भने आँ गर्छ को मुख चेत्न पर्दैन हजुर हजुर आँ गर्छ आफै ए यसले बरु गर्दैन यिनी देख्नलाई नराम्रा छन् यो भुलले छन् यिनी मोटा छन् यहाँ उफ्रेर रिस उठाएर पिटेर गएको हजुर हो यसले बटुकामा दुध ला भन्ने नि यो आँ गरेर यसो गरेर थापेर खान्छ को हजुर हामीले त्यस्तो सिकायो तालिम प्राप्त भएन अँ बरु छोराछोरीले मान्दैन आजभोलिकाले पशुले मान्छन् नि त हजुर ए ऊ तिनी बटुका तिनीलाई दुध खाने बटुका हुन्छ हजुर अँ। ल पैसा उहाँको देख्न सक्नुहुन्छ 1 2 3 4 5 6 छवटालाई पुऱ्याउनु पर्यो एक्लै यो उमेरमा घाँस होइन एकखेप अनि फेरि कति बजी उठ्नुहुन्छ बिहान कति बजी उठ्नुहुन्छ बिहान बिहान जोतेर निदाल छोड्छ त्यहाँ अनि साँझ साँझ बेलुकी खाएँ चुतिहाल्छ के काम भयो दुहेँ भने सक्यो ताउला दुध बसालिदिन्छु दुइटा अनि कसैले दिनदिन यसो फोन गर्ने सन्चो पिसो सोध्दैनन् छोरीले सोध्छे बहिनीले सोध्छे कहिले कहिले छोराले सोध्छ दिल्लीबाट उठ्नकाले सोधेर के हार्ने त त्यही पनि त फेरि अब गाह्रो साह्रो अप्ठ्यारो पर्यो भने आज उसले आमा त नपाल भनेको छ होइन आमा मेरो किन मनले मानेन आज आमा किन उठ्नु भएन फोन किन लागेन भन्यो भने त चिन्ता हुन्छ क्या रे फेरि यसो दिनको एउटा मान्छे यसो आएर गइदिने मान्छे भयो भने नि त थाहा हुन्छ क्या रे नभए त यहाँ त तपाईँ एक्लै तलतिरको मान्छे एक्लै पलतिरको मान्छे एक्लै भए अब सबै सुत्दा सुत्दै भोलि बिहान उज्यालो भएन उठ्न सकेन भने गर्ने के यहाँ त सबै एक्लै एक्लै त्यो भएर तपाईँले जति एक्लै एक्लै हुनुहुन्छ नि एकचोटि तलतिर मात्र गर्नु पऱ्यो दिनको एक दिन त आइज एक दिन म आउँछु एक दिन अर्को आउँछ भनेर पालो बाँड्नु पर्यो